सो वेलकम एभ्रिवान र फेरि पनि है एसपिएससीले तपाईको 25 वटा न्यू अन्डर सेक्रेटरीको पोस्ट फेरि रिलिज गरेको छ। एडभर्टाइजमेन्ट रिसेन्टली 5 तारिक है रिलिज गरिएको छ है। र त्यसको विषयमा एक दुईवटा कुरा म तपाईलाई भन्न चाहन्छु अथवा त्यसको के कस्तो छ एडभर्टाइजमेन्ट त्यसको विषयमा कतिपय कुराहरू तपाईलाई इन्फर्मेसन दिनको लागि यो भिडियो चाहिँ म बनाउँदै छु। ओके, सो हाम्रोमा तपाईको कन्जिक्युटिभली अन्डर सेक्रेटरीको पोस्ट 3 टाइम्स आइसकिसक्यो। रिसेन्टली भनौँ है तपाईको 23 मा होला मेबी एओ एकाउन्ट अफिसर अन्डर सेक्रेटरी र डिएसपी को तपाईको 3टा पोस्टको कम्बाइन आएको थियो भनेदेखि फेरि 24 मा तपाईको त्यसरी नै डिएसपी छोडेर अन्डर सेक्रेटरी र एओ को सँगै आएको थियो है पोस्ट। र यो थर्ड टाइम भयो कन्जिक्युटिभली अन्डर सेक्रेटरीको चाहिँ है। र यसमा फेरि 25 वटा पोस्ट निकालिएको छ जसमा है तपाईले देख्न सक्नुहुन्छ के छ यसमा त्यस्तो ठुलो कुरो खास कुरो केही छैन हैन। डिस्ट्रिब्युसन अफ भ्याकेन्सी वी क्यान सी भेरी वेल फ्रम हियर है लिम्बू। र यसमा फेरि बीपीएल को सिट छ एउटा, बीएल सिटबाट पनि, सेन्ट्रल लिस्ट ओबीसी बाट पनि एउटा छ है, र स्टेट लिस्ट बीपीएल एउटा छ यसमा है। र यो चाहिँ जो पनि बीपीएलहरु हुनुहुन्छ उहाँले हैन यसमा अलिकति तपाईहरुको पहुँच भनौं न अलिकति एडभान्टेज एप्लाई गर्नुभयो नि। र त्यसमा त्यस्तो खास कुरो केही छैन। यसमा त्यही कुरो लेखिएको छ है, यसमा तपाईले पढ्न सक्नुहुन्छ। र रिगार्डिङ इम्पोर्टेन्ट डेट्स हियर, लास्ट डेट वी क्यान सी हियर 31 जनवरी अफ 2026 इज द लास्ट डेट। तर टाइम छ है टाइम इनफै छ भनौं। स्टिल वी आर इन डिसेम्बर। तपाईले जनवरी लास्ट सम्म एप्लाई गर्न सक्नुहुन्छ। एलिजिबिलिटी कन्डिसन्स, मिनिमम क्वालिफिकेसन, तपाईले क्वालिफिकेसनको लागि स्पेसिफिक केही मागेको छैन है। जस्तो एओ मा तपाईको कम्प्युटरको नलेज हुनु पर्यो, मतलब कम्प्युटरको डिप्लोमा हुनु पर्यो है। त्यस्तो यसमा यूएस मा केही छैन। र तपाईकोमा डिग्री भए पुग्छ। मेबी तपाई इन्जिनियरिङ गरेको होस् या एनीथिङ है, तपाईको ग्रेजुएसन सर्टिफिकेट चाहिँ हुनु पर्यो। र एज लिमिट त्यही हो है। गेजेटेडको लागि मैले प्राय देखेको छु गेजेटेडको लागि चाहिँ सिक्किम स्पेसिफिक एसपीसी ले चाहिँ 21 to 40 चाहिँ माग्छ है। र इन बिट्विन हुनु पर्यो तपाईको एज। अन्त अरु म्यान्डेटरी डकुमेन्ट्स त तपाईले हेर्न सक्नुहुन्छ है। यो त सबैकोमा हुन्छ किनभने एसपीएससी मा एप्लाई गर्ने भनेको सिक्किमकै मात्रै हुन्छ। सो तपाईहरुकोमा यो चीज त हुनै पर्यो, छ पनि होला तपाईले प्रिभियस इयर तिर दिनु भएको हो भनेदेखि है। अरु कुराहरु त्यस्तै छ यहाँ रिगार्डिङ सिलेबस एन्ड स्किम्स को कुरा बादमा अथवा वेबसाइटमा लगाइदिन्छु भन्ने कुरा लेखिएको छ। यसलाई बादमा हेर्न सकिन्छ हामीले है। र रिगार्डिङ एप्लिकेसन फी यस प्रकारले है तपाईहरुले 500 गेजेटेड पोस्टको लागि 500 यो पनि कन्स्टेन्टै हो, पहिलादेखि 500 त्यसरी राखिँदै आएको। अरु यो एडमिट कार्ड यो कुरा तपाईले एप्लाई गरिसकेको बादको कुरा होइन र यसलाई बादमा हेरिन्छ। र अहिले भने चाहिँ तपाईले मेन गर्ने पर्ने चीज चाहिँ एप्लिकेसन फिल गर्दा हुन्छ है। इट इज अलरेडी स्टार्टेड। अनि वेबसाइटमा अलिकति एसपीएससी ले फेरबदल गरिएको होला। त्यसमा पनि तपाईले अस्ति जुन चाहिँ तपाईले रेजिस्ट्रेसन गर्नुभएको छ पहिला त्यही प्रोसेसमा फेरि रिरेजिस्ट्रेसन गर्नुपर्ने हुँदो रहेछ। अनि त्यसपश्चात मात्रै तपाईहरुले चाहिँ एप्लिकेसन फिल गर्न सक्नुहुन्छ। र यति नै थियो तपाईहरुलाई भनेको। तपाईहरुलाई के एप्लिकेसन फिल गर्नमा केही इस्यु हुँदैछ भने तपाईले मलाई कमेन्टमा भन्न सक्नुहुन्छ है। म रिजल्भ गर्न कोसिस गर्छु किनभने मेरो पनि एप्लिकेसन सबमिट गर्दाखेरि त्यहाँ अलिकति प्रब्लम आउँदाखेरि मैले इमेल गरेर सोध्दाखेरि वेट गर्नुहोस् भनेर भन्नुहुँदै थियो उहाँले है एसपीएससी बाट। र म पनि तपाईहरुको हेल्प गर्न सक्छु इफ एनीथिङ तपाईले त्यस्तो केही फेस गर्नुहुँदैछ भने। ओके, थ्यांक यू।